नमस्ते, म निश्चल तामाङ। अहिले जुन इजरायल बिचको यो प्रहार मिसाइल प्रहार भइरहेको छ, लडाइँ भइरहेको छ, जुन कुराले गर्दाखेरि यो अब अहिले गल्फ कन्ट्रीहरूमा पनि धेरै मिसाइल प्रहारहरू आइरहेको छन् र जति पनि गल्फ कन्ट्रीहरूमा साउदी, कतर, दुबई, ओमान, कुवेत र बहराइन जस्ता देशहरूमा अहिले मिसाइलहरू प्रहार भइरहेको छ। त्यहाँ धेरैजना नेपाली कामदारहरू आफ्नो श्रम गर्नको लागि चाहिँ नेपालीहरू सबैजना धेरै ठाउँमा सबै कन्ट्रीहरूमा गएको छन् र यसै क्रममा कतिजना नेपालीहरू त अलपत्र पनि भइसक्नु भएको होला सायद, होइन? उहाँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो सेफ ठाउँमा बसेर आफ्नो सुरक्षा गर्नु होला भन्न चाहन्छु। र अहिले नेपाल सरकारले यसको विषयमा के कति पहलहरू गरिरहेको छन् त्यो त मलाई थाहा छैन, होइन? तर जति सक्दो छिटो चाहिँ नेपाल सरकारले यसको कदम अगाडि बढाओस् भन्न चाहन्छु। र एउटा यस्तो दृश्य देखिएको छ, होइन? मैले यो भिडियोहरू हेर्दाखेरि मलाई आफैले चाहिँ एकदम नरमाइलो र आफूलाई कस्तो गिल्टी फिल भयो क्या, होइन? यो भिडियो हेर्नु होला है त। यो भिडियो हेर्दाखेरि सायद के बोल्ने कि, होइन? शब्दै छैन कि। भिडियो हेर्दाखेरि चाहिँ एकदम मन दुखेर आयो, होइन? जति पनि अब गल्फ कन्ट्रीमा काम गर्दै हुनुहुन्छ आफ्नो क्षेत्रबाट एकदम सुरक्षित रहनु होला भन्न चाहन्छु। र यसरी प्रहारहरू रोकिएको छैनन्। यो न्युजहरू सुनिँदा चाहिँ यो युद्ध 8 दिन 10 दिन मात्र नभएर चाहिँ धेरै लङ टाइमसम्म चाहिँ चल्ने जस्तो देखिने अवस्था देखिएको छ। त्यसैले अब नेपाल सरकारले के कस्तो पहलहरू चाल्छन् त्यो हेर्न नै बाँकी छ। तपाईहरू सर्वप्रथम त जहाँ जस्तो अवस्थामा भए पनि आफू सुरक्षित भएर बस्नु होला भन्न चाहन्छु। त्यही नै छ मेरो भनाइ, है त।